सन् 2001 को नेपाल देश माओवादी विद्रोहको आगोमा जलिरहेको थियो। तर दरबारको अग्लो पर्खालभित्र एउटा यस्तो आँधी चल्न लागेको थियो जसले देशको इतिहासलाई सधैँको लागि बदल्दै थियो। सोचौं त, जसलाई भगवान जस्तै पुजिन्छ उनकै हत्या हुन्छ। एकजना अमेरिकी कूटनीतिज्ञले भने जस्तै नेपालीहरूका लागि राजा केवल एक शासक थिएनन्, उनीहरू साक्षात् भगवान थिए। हो, यही गहिरो आस्थाले गर्दा नै दरबार हत्याकाण्डको खबरले मानिसहरूलाई यति स्तब्ध बनायो। यो त सोच्न पनि नसकिने कुरा थियो। तर यहाँ सबैभन्दा ठूलो प्रश्न त के हो भने कडा सुरक्षा घेराभित्र रहेको आफ्नै दरबारमा एउटा सिङ्गो राजपरिवारको हत्या कसरी हुन सक्छ? यो एउटा यस्तो रहस्य हो जसले आज पनि हामीलाई त्यो कहाली लाग्दो राततिर फर्केर हेर्न बाध्य बनाउँछ। ल, अब लागौं त्यो त्रास्तिपूर्ण राततिर, जुन 1, 2001, जहाँबाट यो सबै सुरु भयो। हेरौँ है त, त्यो रात घटनाक्रम कति छिटो अघि बढ्यो। साँझ 7:30 बजे युवराज दिपेन्द्र पारिवारिक जमघटमा आइपुग्छन्। त्यसको 1 घण्टापछि राजा वीरेन्द्र। तर रातको लगभग 9 बजे दरबारको त्रिभुवन सदनभित्रबाट गोलीको आवाजले सन्नाटा चिर्छ र त्यसको केवल 15 मिनटभित्र राजा र रानीसहित पहिलो पीडितहरूलाई सैनिक अस्पतालमा मृत घोषित गरिन्छ। त्यसपछि दरबारले काठमाडौँबाट बाहिर जाने सबै सञ्चार लाइन काटिदिन्छ र पुरै देश अन्योल र त्रासमा डुब्छ। यो सूची मात्रै होइन, यो त एउटा वंशीको अन्त्यको घोषणापत्र जस्तै हो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, उनीहरूका छोराछोरी राजकुमार निराजन र राजकुमारी श्रुति, कुल 10 सदस्य। सोच्नुहोस् त, एउटै रातमा शाह वंशको एउटा पुरै पुस्ता नै सखाप भयो। अब यस्तो अराजकता र अन्योलको बीचमा सरकारले एउटा कथा त बाहिर ल्यायो। तर प्रश्न यो हो, के त्यो कथाले कसैको चित्त बुझायो त? त्यो आधिकारिक कथाको स्रोत थियो नयाँ राजाले नियुक्त गरेको केवल 2 सदस्यीय समितिको प्रतिवेदन। र अचम्मको कुरा के छ भने जम्मा 1 हप्ताको छानबिनपछि समितिले निष्कर्ष निकाल्यो युवराज दिपेन्द्र नै हत्याका एकमात्र दोषी थिए। अब सरकारी प्रतिवेदन अनुसार त्यो रातको कथा सुनौं। पहिलो चरणमा मातेका युवराज दिपेन्द्रलाई उनको कोठामा लगिन्छ। त्यसपछि उनले आफ्नी प्रेमिका देवयानी राणासँग फोनमा कुरा गर्छन् र सेनाको पोसाक लगाउँछन्। तेस्रो चरणमा उनी हतियार बोकेर फर्किन्छन् र आफ्नी पिता राजामाथि गोली चलाउँछन्। चौथो, उनले बगैँचामा आफ्नी आमा रानी र भाइ राजकुमार निराजनलाई खोजी खोजी गोली हान्छन्। र अन्त्यमा 5औं चरणमा उनले आफैलाई टाउकोमा गोली हानेर आत्महत्या गर्छन्। तर किन? प्रश्न उठ्छ, किन कुनै युवराजले यस्तो भयानक कदम चाल्छ? आधिकारिक कथाको केन्द्रमा एउटा शक्तिशाली र दुःखद कारण थियो, एक वर्जित प्रेम। भनिन्छ रानी ऐश्वर्यले युवराज दिपेन्द्रलाई आफूले मन पराएकी महिला देवयानी राणासँग विवाह गर्न कडा रूपमा रोक लगाएकी थिइन्। यहाँको द्वन्द्व साँच्चै नै दुःखद थियो। एकातिर युवराज दिपेन्द्र आफ्नो प्रेमका लागि राजगद्दी नै त्याग्न तयार थिए, तर अर्कोतिर देवयानीको एउटै शर्त थियो, उनी रानी बन्न पाए मात्र विवाह गर्ने। यही नसुल्झिने गाँठोले नै कथित रूपमा त्यो घातको भयानक हिंसालाई जन्म दियो। र यो घटनाको सबैभन्दा अनौठो र भनौँ न विचित्र पक्ष त यो थियो कि जसलाई हत्यारा भनिएको थियो त्यही युवराज दिपेन्द्रलाई कोमामा रहँदा नै आधिकारिक रूपमा 3 दिनसम्म नेपालको राजा घोषणा गरियो। तर जति नै आधिकारिक कथा बाहिर आए पनि मानिसहरूको मनमा लागेको आगो निभिएन। शङ्काका बादलहरू झनै बाक्लिए। अब हेरौँ ती अनुत्तरित प्रश्नहरूलाई जसले आधिकारिक कथा माथि नै प्रश्नचिह्न खडा गर्यो। त्यो बेलाको शङ्कालाई यो भनाइले स्पष्ट पार्छ। आधिकारिक प्रतिवेदन थियो कि उनले आत्महत्या गरे, तर केहीलाई लाग्यो सायद सुरक्षाकर्मीले उनलाई मारेका थिए। तर कुनै पनि गार्डले यस्तो कुरा कहिल्यै स्वीकार गर्दैन। हो, सुरुदेखि नै मानिसहरूको मनमा आधिकारिक कथाभन्दा फरक सिद्धान्तहरूले जरा गाडिसकेको थियो। आखिर किन थियो त यत्रो अविश्वास? पहिलो कुरा, नयाँ राजा ज्ञानेन्द्र संयोगले त्यो रात त्यहाँ थिएनन्। कस्तो संयोग? उनकी श्रीमती र छोरा त्यहाँ भएर पनि कसरी बाँचे? दायाँ हाते भनिएका युवराज दिपेन्द्रको गोलीको घाउ देब्रे कञ्चटमा कसरी भयो? अनि यति ठूलो घटनाको छानबिन किन केवल 2 हप्तामा सकियो र विदेशी मद्दत किन अस्वीकार गरियो? र सबैभन्दा महत्त्वपूर्ण, 15 मिनटसम्म गोली चल्दा कुनै सुरक्षाकर्मीले किन हस्तक्षेप गरेनन्? यी प्रश्नहरूले नै षड्यन्त्रको आगोमा घिउ थप्ने काम गर्यो। त्यसो भए अन्त्यमा हामीसँग 2वटा बिल्कुलै फरक कथाहरू बाँकी रहे। एकातिर आधिकारिक प्रतिवेदन, एक प्रेम विहोल राजकुमारको दुःखद कथा, र अर्कोतिर जनताको गहिरो शङ्का,
राजा वीरेन्द्रलाई हटाएर उनका भाइलाई गद्दीमा राख्न रचिएको एक राजनीतिक यो घटनाले राजपरिवारलाई मात्रै सिद्ध्याएन, यसले त पुरै देशको भविष्य नै बदलिदियो। कसरी? हेरौँ है त। सोचौं न, जुन राजालाई भगवान मानिन्थ्यो त्यही राजसंस्था रगतले लतपतियो। त्यो एउटा गोलीले राजतन्त्रको त्यो ईश्वरीय छविमा यस्तो दरार पार्दियो कि त्यो कहिल्यै पुरिएन। र अलोकप्रिय राजा ज्ञानेन्द्रको उदयले जनताको मनमा रहेको अलिकति विश्वास पनि गुम्यो। र कता कता एउटा पुरानो लगभग बिर्सिसकेको भविष्यवाणीको पनि कुरा आउँछ, जसले यो घटनालाई झनै रहस्यमय बनाउँछ। भनिन्थ्यो कि नेपालका राजाहरू केवल निश्चित पुस्तासम्म मात्र रहनेछन्, र यो 20औं पुस्ता थियो। त्यो रातको घटना एउटा डोमिनो इफेक्ट जस्तै थियो। 2001 को हत्याकाण्डले राजतन्त्रलाई मरणासन्न बनायो। 2006मा विशाल लोकतान्त्रिक आन्दोलनले राजा ज्ञानेन्द्रलाई घुँडा टेक्न बाध्य बनायो र अन्ततः 2008मा नेपालको संविधान सभाले 440 वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यसो भए अन्त्यमा फेरि त्यही प्रश्नमा आइपुगिन्छ, 240 वर्ष पुरानो शाह वंशलाई के कुराले ढाल्यो? एक राजकुमारको असफल प्रेम कथाले, वा सत्ताको लागि रचिएको एउटा भयानक षड्यन्त्रले? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ सायद सधैँ दरबारको बन्द ढोका पछाडि नै लुकिरहनेछ।